ओइ भाइ यहाँको साउ कहाँ गयो कहाँ छ यहाँको साउ उयो दिनु पर्दैन भन्दा चाहिँ मैले साउ साउ भनिदिनु फेरि म कस्तो यार कस्तो यार पैसा दिएपछि त दिन फिर्तै गर्ने मान्दैन यार मान्छेहरू यार सुनायो भने कहाँ गयो भनेको क्या ओ भाइ यहाँ खाइरहेको देखेनौ एक घन्टा भइसक्यो क्या एक घन्टा भइसक्यो बसेको म एक घन्टा भइसक्यो क्या ओ भाइ तँ उता गएर बस्छ उता जा कहाँ गएर बस्छ कहाँ गएर बस्ने उता गएर बस्छ किन नि यहाँ खाइरहेको देखेन खानु नि त नि किन डिस्टर्ब गरेर साउलाई बोलाउनु पाउँदैन साउ त्यहाँ छ त्यहाँ गएर बोलाउने यहाँ खाएको ठाउँमा आएर डिस्टर्ब गरेर नि तपाईँको पसल हो र यो हामी कहाँ बस्नु पाएन गइहाल भाइ उता जा के ताल गयो यार यहाँ खाइरहेको ठाउँमा डिस्टर्ब गरेर नि कहाँ मऱ्यो भनेको क्या कहाँ मऱ्यो भनेको ए ओ भाइ होइन क्या त्यहाँ मैले कहिले पिटाइ खान्छस् है सुन्नु न त्यस साउ त बोलाउनु पर्यो नि होइन म यसरी नै साउलाई थर्काएर नै निकाल्छु कि म साउलाई त्यहाँ गएर थर्का जा यहाँ खाइरहेको देखेन तैँले न्यु खोज्दा हो खानु न खानु ल अहिले पिटाइ खालास् है कति ड्याङ गरेर अनि खानु नि त म साउसँग पैसा माग्नु पाउँदिनँ भनेको कस्तो मान्छे ओइ भाइ